हेलो एभ्रिवान वेलकम ब्याक माई युट्युब च्यानल। सो सम्पूर्णलाई मेरो युट्युब च्यानलमा स्वागत छ। ओ माई गड सुँगुर भ्याएछ सल्लाह त्यहाँ म त बिर्सेको भाइ। म त कालो मान्छे सुँगुर भ्याइसकेको छ मासला म 1 2 3 ल गाइस सुँगुरको ब्याउँदै थियो त यार। दुई चार छ 8 9वटा भइसकेको छ। ल दामी सुँगुर ब्याउँदै रहेछ यार। म त घरमा बसिरहेको थिएँ बिर्सेर सुँगुर ब्याउँदैछ भनेको त। सो अहिले चाहिँ अब चाहिँ म दिउँसोभर फेरि अब सुँगुर खोरमा बस्नु पर्ने छ। अब यिनीहरूलाई स्याहार्नु पऱ्यो होइन। अघि ब्याउँदै रहेछ थुक्क बिर्सी गएको छु नि यार। ठिक छ मस्त बस्याएर छ खेल्दै रहेछ। सो आज चाहिँ अब सुँगुर स्याहार्ने हो, घरमै बस्ने हो। घरमा के काम गरियो भन्दाखेरि तपाईँहरूलाई म भरे देखाउँछु होइन। घरमा के काम गरियो मेरो सुँगुरहरू चाहिँ यसरी बसिरहेको छ टक्कसँगले। यिनीहरूलाई चाहिँ मैले छुट्टै राखेको, यिनीहरू चाहिँ माउको लागि राखेको। अब नआँदैन मेसलाहरूलाई अहिले हेरेँ। सो यिनीहरू चाहिँ अब माउको लागि राखेको। अनि यहाँ पनि ब्याएको छ, यहाँ चाहिँ हिजो ब्याएको। तपाईँहरूलाई म टोटली रूपमा सुँगुरको यो देखाउँछु। यहाँ चाहिँ हिजो ब्याएको, यो चाहिँ एक दिन अगाडि आज यो ब्यायो हिजो यो ब्याएको। अनि यहाँ चाहिँ यिनीहरूलाई पनि माउको लागि राखेको लालेवालालाई होइन। सो यहाँ पुन्टे निस्किँदैछ अनि यिनीहरू चाहिँ बेच्नको लागि छुट्याएर राखेको क्या। यिनीहरू चाहिँ अब भोलितिर लान्छ होला। पानी परिरहेको छ, बाटो उयो छ, एक दिनमा यसले पनि ब्याउँछ फेरि हो टक्कसँगले। अनि यिनीहरू चाहिँ सबै जानेवालामा यिनीहरू चाहिँ सबै पैसा चाहिँ दिइसकेको छ, सबै बुकिङ भइसकेको छ, बब्बाल भइसकेको छ नि हो सिकारहरू। के छ बाङ्द्रेहरू। यो पुन्टे चाहिँ अलिकति सानो छ, आफै निस्किन्छ यो म्यास। ल त्यो तपाईँहरूलाई म सुँगुरको बारेमा सबै सम्पूर्ण खोरमा भएको सब देखाइन्छ होइन। सुँगुर ब्याउँदैछ। अब के भन्छ एटिएममा पैसा जम्मा हुँदैछ। एटिएम हो नि त हाम्रो यो टक्कसँगले। यहाँ के गर्दैछ चिसो छ क्या मौसम, पुरा पानी पानी आइरहेको छ। यो मन्था चक्रवात भन्ने पुरा आइरहेको छ पानी परेर होइन। अहिले गाह्रो छ सुँगुरहरू, थोरै चिसो भइरहेको छ, सुँगुरहरूलाई जाडो भइरहेको छ। सट्टौ त्यहाँ माथि चाहिँ अघि मैले बारेको टक्कसँगले तोरी सबै कुखुराले खाइदियो नि त। अनि टक्कसँगले बारेर टक्क त्यहाँसम्म बारिदिएको हो क्या दामी पारामा। ल फाइनली 9 पिस जन्मिनु भएको छ। झगडा गर्छ यार। यो चाहिँ क्रसमा त लोकलमा हो, हार्डवेयर पिर लगाएको। अनि यसरी क्रस निकाल्यो भने राम्रो हुन्छ क्या क्रसमा निस्केको। यो कता पुगेछ। सो अहिले चाहिँ 2 माउ ब्याएको छ दाजुभाइ बगर काममा। धन्न दिउँसै ब्याइदिएर साह्रै दामी भयो क्या। राति बिहान त अस्ति पल्लो माउ कति बजी राति 11 बजीदेखि ब्याउनु थालेको। रातभरि रुङ्दा होइन कस्तो तनाव हुन्छ क्या राति ब्याइदियो भने चाहिँ। अनि दिउँसो बिहा हुन्छ यसरी आनन्द नि त। मजाले बस्यो एकछिन हेऱ्यो। अब दिउँसो त बस्नु सकिन्छ, राति सुत्नै पाइँदैन क्या। अनि बिहा सकेसम्म अब यो चाहिँ मौसम अलिक चिसो भएर होला क्या दिउँसो बिहाको। नत्र प्रायः सुँगुरहरूले नि राति भ्याउँछ क्या। यिनीहरूलाई पनि समय अनुकूल चाहिन्छ नि त। अब अलिक बढी तातो हो भने अलिक ढिलो ब्याउनु हुन्छ, राति मात्रै पर्खिन्छ, राति मात्रै ब्याउँछ क्या सुँगुरहरूको। प्रायः तपाईँहरू हेर्नु कि सुँगुरहरू सबै राति ब्याउँछ। राति भनेको अलिकति शीतल हुन्छ, झन् चिसो मौसम हुन्छ, उनीहरूलाई त्यो के भन्छ त्यो अनुसारको के भन्छ मौसम मिल्छ। त्यही भएर राति ब्याउँछ प्रायः चाहिँ। अब अलिक गर्मी भयो भने दिउँसो। अब अहिले चाहिँ शीतल छ, पानी सानी परिरहेको छ। अहिले पनि पानी रोकिएको छैन, 2 दिन भयो पानी ननस्टप आएको। पानी परेकोले गर्दाखेरि चाहिँ अहिले दिउँसो पनि शीतलै छ। त्यही भएर आज यसले चाहिँ दिउँसै झारेछ क्या। मलाई चाहिँ फाइदा भयो। यसले चाहिँ हो नि त मलाई अस्ति दुःख दिएको क्या। राति 11 बजीदेखि ब्याउनु थालेर यार। अनि तनाव नि हो 11 बजीदेखि ब्याएपछि त अनि तनाव कहिले यसले त थोरै ब्याएको छ यार। 6वटा मात्रै ब्याएको छ, तर दामी ब्याएको छ यार। 26 मात्रै ब्याएको छ।
यिनीहरूलाई चाहिँ के छ हौ पाडियो राति बिहा भनेपछि तनाव पर्खिने पऱ्यो अब यत्रो दुःख गरेर 3-4 महिनासम्म दुःख गरेर पालो अनि बिहाको बेला चाहिँ अनि एक रात अनि पर्खिनु सकिएन भने त होइन पिचाएर मार हुँदा एउटा दुइटा मात्रै मार्यो भने तनाव हो नि त त्यही भएर राति पनि नसुतिकन पर्खेर बस्नुपर्छ काम हालेर लिनु अब भोलि आउँछ होला अब यो पनि समय भ्याइ हाल्छ अब यो पनि अब टक्क रेडी हुँदैछ गाडी यो चाहिँ धराने हो टक्क यो पनि अब लगभग हप्ता दिन्छ त्यो अन्त ब्याउँछ होला पुरा फुटिसक्यो यो पनि सो मेरो बङ्गोरको अपडेट तपाईँहरूलाई देखाइरहेको छु आजको भ्लगमा चाहिँ पुरापुरी यही मात्रै आउँछ के छ बाडीहरू यत्रो पनि क्या छोटो हुन्छ क्या माथि आइसकेछ ल खोर चाहिँ मेरो सामान्य छ यस्तो सामान्य छ तर पनि अब मिलाएर गर्नु सक्यो भने यसरी राम्रै हुन्छ टक्कसँगले यिनीहरू चाहिँ अब जानलाई रेडी भएको मालहरू है भर्खर ब्याइरहेको छ अन्त तँलाई दिनु मन पर्यो कुन चाहिँ हो यो माथिको सेतो के गर्छ त लगेर नि हौ पाल्छे ले अन्त सुँगुर पाखा मन परेर तल लानु भनेको अनि यो त भोलि पछि ठुलो बनाउनु पर्छ नि अब आमाको दुध खाँदैछ तँलाई दिनु अरे मन पर्यो के बोकिन्छ त्यो चाहिँ हौ बम जस्तो छ त हौ केटा के हो त नि हो पड्किन्छ नि फेरि हौ अहिले बिहाको राम्रो छ हो बाहिर थियो उता 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 बाहिर थियो अनि मैले यहाँ ल्याएर फेरि ब्याउने बेला पछि भित्र ल्याएर राखेको क्या राखेको छ अहिले पनि बिहाको छ त नि यो चाहिँ मन परेन कुन चाहिँ राम्रो छ राखेको होला त्यो पनि मन पर्यो यता यहाँ 3टा देखिन छ नि यहाँबाट वारकारी गर्छ नि त यो 3टा यता जान्छ यता आउँछ यो मोटी हो नि त हो त नि अर्को मान्छे पनि आयो त कसको छोरी हो कसको छोरी कसको कान्छाको छोरी हो सुँगुरले टोक्छ है आयो 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 यहाँ पनि राम्रो छ यहाँ खतरा खतरा छ नि केटा तँ गरेर छ अनि ठुल्ठुलो अनि टोल्न आयो 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 के हेर्नु परेको हे भगवान टोक्छ नि हादे 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 अहिले टोक्छ र तिमीहरूको अहिले हो ए होइन त्यो त मैले पालेको नि खोरमा पालेको रुपी हो नि त त्यो त यहीँ बस्छ यो खोर रुन्छ नि त त्यसले यताउति हेर्छ झिँगा सिँगाहरू पक्रिन्छ खान्छ होइन त्यस्तो हो नि त ल फाइनली अहिले सुँगुर चाहिँ यसले जम्मा 9वटा ब्याएको रहेछ अब ऊ त्यो चिजलाई चाहिँ अब सफा गर्नु चाहिँ यसको लागि हो क्या पर्खिने भनेको चाहिँ खासमा अनि त्यो निस्किसकेपछि त्यसलाई सफा गरिसकेपछि अनि आनन्दले छोडिदिने हो अनि मस्त यसरी दुध बसेर खान्छ भरे उठेर त्यो माउले त्यो खान्छ कि भनेर चाहिँ पर्खिनु पर्छ क्या लास्टसम्म हेर्ने भनेको त्यतिको लागि हो खासै नत्र अब यस्तो खुल्ला खोर हुन्छ त्यति खिच्याउँछ भन्ने डर हुँदैन सो फाइनली गाइज एउटा माउले 9वटा एउटा माउले 6वटा मात्रै ब्याएको छ तर पनि ठिक छ यसको यसले राम्रो ब्याएको छ अब अलिक थोरै भयो भने राम्रो हुर्किन्छ नि त होइन गाइज हो कि होइन केटा अब यो 2 महिनापछि ब्याउँछ हो त
ल फाइनली मेरो फार्मको अपडेट भिजिट गराए तपाईँहरूलाई। सो कस्तो के लाग्छ बङ्गुर सम्बन्धी भिडियोहरू आइरहेको छ। सो भिडियोलाई लाइक सेयर सब्सक्राइब गर्नु चाहिँ नभुल्नु होला होइन। त्यही हो गाइस। यसलाई मन पर्यो अरे उयो बच्चा अहिले भर्खर बिहाको छ, मलाई एउटा दिनु नि भन्दै माग्दैछ। सेतो पेटारे हो। सेतो अनि कालो र ओरेन्ज कलर मिसेर हैन आको ठुलो सुँगुर दिनु न। ल ल ल सो भर्खर गइरहेछ केटा नानीहरूलाई मन पर्यो अरे क्या सुँगुर पाखाहरू दामी दामी छ नि त चिलिक्क परेको। अहिले भर्खर गइरहेछ त्यो यो सु पनि सफा गरेको छैन। अब त्यो निस्किसकेपछि सफा गर्ने हो। एउटा कुरा देखाउँछु ल तपाईँहरूलाई गाइस। यो रुपी चाहिँ मेरो खोरमा आएको यो कोही मान्छेले पालेको रुपी होला कि। तपाईँको यो पखेटाहरू सबै काटेको छ होइन। अनि यसरी खोरमा आएर सुँगुरको उयोहरू चारोहरू खान्छ, यहीँ बस्छ होइन। यसरी यो सुँगुर भाग्दैन पनि, यसरी हिँड्छ मात्रै। पखेटा काट्दैछ क्या हो क्या मान्छेले। अनि सो यो चाहिँ अहिले आएर यसरी खोरमा बसिरहेको छ। मैले पालेको क्या यसलाई चाहिँ। अब यसलाई चाहिँ मैले यसरी सुँगुरसँग बस्छ, सुँगुरसँगै बस्छ। सुँगुरको त्यो झिँगा सिँगाहरू आयो भने यसरी केलाइदिन्छ होइन। सो यो चाहिँ कोही कसैले अब पालेको थियो होला। अब यो जङ्गली भएर घर निस्केर हिँडेको होला। अनि अब जङ्गलमा साथी नपाएपछि यहाँ आएर खोरमा बसेको होला। अब खोरमा त मिठो मिठो खानु पाउँछ नि त दानाहरू होइन बङ्गुरको। अनि यहीँ बसिरहेको छ हुर्किएर। मैले केही गरेको छैन। उसो अहिले यहाँ केटाकेटीहरू आएर यहाँ केटाकेटीहरू पुरा आएर हल्ला गरिरहेछ। रुपीले पनि बोलाउँदैछ केटाकेटीहरूलाई। रुपी भन त। बोलेन त कता गयो? उतै नजाउनु त्यहीँबाट बोलाउनु। ओ बोल्दैछ हो। बोल्नु खोज्दै खालको रुपी रहेछ। यहाँ आएर बसेको छ अनि त्यतिकै छोडिदिइरहेको छु। मैले केही गरेको छैन, चलाउँदिनँ क्या।